अहिले भने चाहिँ हामी यहाँ अब बेलुका मोमो डिनर चाहिँ मोमो खाउँ भन्नाले चाहिँ मोमो बनाउँदैछ सबैजना मिलेर हो। यहाँ बेल्ने खतरा छ फेरि हो, कुम्पो हस्टेलको हिरोइन जस्तो छ हो। अनि यो मोमो बुट्टा हान्ने चाहिँ म हो। कस्तो भएछ तपाईँहरू हेर्नुहोस्। अचार रेडी गर्ने चाहिँ यो हाम्रो बहिनीले रेडी गरेको हो। आधाभन्दा बेसी जति त बनाइसकेको छु हो। यहाँ 3 मक्टुङ बसाइसकेको छ, खाना परा माने घ्याम्चे गर्दैछ हो। अब मोमो चाहिँ कसले बेसी खाने रहेछ हेर्नुहोस् ल, यत्तिकै स्टे ट्युन। मोमो चाहिँ अब खतरा चाहिँ यसले खान्छ भनेर सुनेको थियो हो। आनाले भन्दा त यसले 3 मक्टुङ जति त यसले खान्छ भनेको। आज मोमो पो पुग्छ कि पुग्दैन टेन्सन लाग्छ। यसो हामी आनाको एकतातिर आउँदाखेरि चाहिँ हजुर आनालाई मोमो बनाइदिने छैन हो बिचरा। मोमो खानु मन परेको होला भनेर चाहिँ यसो आज मोमो बनाइदिएको आनालाई बिचरा हो। अब मोमो पनि पाकिसकेको छ हो। कस्तो बन्नेछ हो कमेन्ट गरिदिनु होला तपाईँहरू हो। यहाँ आनाको लागि यसमा पस्काइदिँदैछु। यहाँ पनि छ हजुर। ना मोमो से खत्म थे तो ना वीडियो ना सुनची मिठो रहेछ अरे आनाले चाहिँ हो। टेस्ट गरेर फर्स्ट आनाले टेस्ट गरेको हो। अब हामी खान्छु हो। यहाँ सुप चाहिँ उम्लेर होरो भइसक्यो हो। सुप निकाल्छ कि भनेको त यहाँ त आक्रामण भइसकेको छ। यहाँ खानु लागि 2 जना टाइम लाग्छ। मोमो चाहिँ भेजको खाएको, तर सुप चाहिँ भेजको होइन नि फेरि। यो चाहिँ सुप चाहिँ फेरि ठुलो खसीको हो नि, फेरि बिफको सुप छ हो आनाको लागि। मोमो खाइसकेको छ हामीले। एकदमै मिठो भएको रहेछ, टेस्टी। अनि आनाले भन्नु हुँदाखेरि पनि मोमो मिठो भएछ भन्दै थियो। आना मोमो कस्तो भएछ? मिठो भएछ हो। मोमो चाहिँ सबैभन्दा बेसी चाहिँ कसले खायो भने चाहिँ जसले बेसी खान्छ त्यसले चाहिँ थाल दुने भनेर खेलेको थियो कि हामीले। भन्दाखेरि चाहिँ यसले बेसी खाएको रहेछ हो। त्यही कारणले चाहिँ मक्टुङ धुवाई थाल धुवाई चाहिँ यसको सेकेन्ड हाइस्ट चाहिँ यता हो। हामी चाहिँ कम्ती सेकेन्ड हाइस्ट पुछपाछ गर्ने हो। हामी चाहिँ कम्ती खानेहरू चाहिँ यसरी थपक्क बस्नु हो। आना र म चाहिँ कम्ती खाएको थिएँ मोमो हो। मोमोमा चाहिँ के हालेको थियो हो तपाईँहरूलाई देखाउनु पाइनँ। तर नेक्स्ट टाइम चाहिँ मोमो फेरि बनाइछ भने चाहिँ म डेफिनेटली तपाईँहरूलाई देखाउनु के हाल्नु पर्ने मोमोमा। आज चाहिँ हामीले चिज अनि तेल कोपी इस्कुस अन्त प्याजको मोमो बनाएको चाहिँ आज हो। भेजको मोमो खाएको। सुप चाहिँ तर बिफको मिठो भएको सुप पनि। सबैले पेट फुल खाएर भए पनि मोमो यति उफ्रेछ हो। कति चाहिँ बनाएको थियो होला तपाईँहरू सोच्नुहोस् आफै हो। एकदमै बेसी एक केटीले झन्डै लगभग 42वटा खायो होला यसले हो। आनाले खायो 15वटा हो। उसले खायो 25वटा। मैले चाहिँ खायो 12वटा मात्रै खायो। 12वटा खाएको ड्यान्डै। मोमो साइज पनि ठुलो थियो कि त्यही भएर चाहिँ बेसी रुचेन एकदमै। अनि यसरी नै अब हामीले कसरी स्पेन्ड गर्छ हो त्यो तपाईँहरूलाई
देखाउनेछु के बनाएको हो तपाईँहरूलाई त्यसमै भिडियोहरू देखाउनेछु। आजको लागि चाहिँ यति नै। स्टे ट्युन। गुड नाइट।